विवाहलाई सफल बनाउने पनि वचन हो अनि विवाह भत्किने पनि वचन हो। विवाहले वचनले घर बनाउँछ, वचनले हजारौं घर बिगारेको पनि हामी देखेका छौं। त्यसले गर्दा आज यो नवदम्पतिको जीवनमा नयाँ परिवारको जगमा सालिँदै गर्दाखेरि सबभन्दा मुनिको कुनै ढुङ्गा चाहिँ हामी परमेश्वरको वचनलाई राख्न चाहन्छौं। किनभने मानिसको वचन परिवर्तन हुन्छ तर परमेश्वरको वचन अटल रहन्छ। परमेश्वरको वचन कहिले पनि परिवर्तन हुँदैन। परमेश्वरको वचन जीवित अनि शक्तिशाली छ। सबै कुरा बदलिन्छ, परमेश्वर बदल्नुहुन्न। त्यसले गर्दा आज यो परिवारहरूसँग जोडिँदै गर्दाखेरि यो पवित्र विवाह हो। अनि पवित्र विवाह यसै कारण किनभने हरेक पवित्र विवाह चाहिँ परमेश्वरले संसारलाई दिनुहुने एउटा शक्तिशाली जवाब हो। शैतान अनि अन्धकारको शक्तिको विरुद्धमा परमेश्वरले खडा गराउनु भएको एउटा शक्तिशाली गवाई हो। अहिलेको संसारमा हामी विवाह विभिन्न प्रकारको देखिराखेका छौं। संसार विकृत भएर गइराखेको छ। समलैंगिकी विवाहले अमेरिकालाई पिटिराखेको छ। होमोसेक्सुअलिटी, पुरुष अनि स्त्री विवाह हुने कुराहरू उत्पत्ति 1:27 मा परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ। लोग्ने अनि स्वास्नी, पुरुष अनि स्त्रीको बीचमा मात्र विवाह हुन्छ भनिकन परमेश्वरले घोषणा गरिसक्नु भएको छ। तर हामी देख्छौं अहिले संसारमा पुरुष अनि स्त्री विवाह भइराखेको छ। रोमी 1:26 अनि 27 भन्छ, परमेश्वरले यिनीहरूको यो ठाउँलाई देखिकन परमेश्वरले त्यतिकै लज्जापनमा छोडिदिनु भयो। हामी पशुहरूसँग हुँदै गरेको विवाहको बारेमा धेरै चर्चा सुनिराखेको छ। यी दिनहरूमा मानिसहरूले पशुहरूसँग पनि विवाह गरिराखेको छ। अर्को प्रकारको विवाह कस्तो छ भने विवाह नगरिकन पुरुष अनि स्त्री सँगै बस्ने प्रथा पनि चलेर आएकै छ। हामी देखिराखेको छौं, हाम्रो वरिपरि समाजमा भइराखेको छ। विभिन्न प्रकारको यौवनको अंग प्रत्यंगलाई सर्जरीद्वारा परिवर्तन गरिकन विभिन्न प्रकारको वैवाहिक सम्बन्धमा आइराखेको घटना पनि हामी सुनिराखेका छौं। त यो विभिन्न प्रकारको अबाइबलीय विवाहको सम्बन्धहरूलाई हामी हेर्दै गर्दाखेरि आजको दिन हामी आनन्दित हुन्छौं, आजको दिन हामी रमाउँछौं। किनभने एउटा यस्तो विवाह हुँदैछ जुन विवाह चाहिँ परमेश्वरले चाहनु भएको विवाह हुँदैछ। एउटा यस्तो विवाह हुँदैछ जो चाहिँ भागेर गएको विवाह होइन, मंगनी सहित परिश्रम गरेर पर्खिएर पवित्रतामा जीवन जिएर गरिएको विवाहमा परमेश्वरले आजको दिन आशिष दिँदै हुनुहुन्छ। आमेन। त्यसले गर्दाखेरि यस्तो विवाहहरू मण्डलीमा जब हुन्छ नि, मण्डलीका पास्टर बाबुहरू आशिषित हुन थाल्नुहुन्छ। मण्डली आशिषित हुन्छ। मण्डलीका छोराछोरीहरू आज सावित्र छोरीले पवित्र विवाह गर्दै गर्दा नि यो छोरीले हजारौं पुस्तासँग बोल्दैछ, विवाह मेरो जस्तो गर्नु भनेर। सुभाषले विवाह गर्दै गर्दा आउने भाइहरूलाई यो कुरा देखाउँदैछ, भाइ हो विवाह चाहिँ मैले जस्तो गर्नु भनेर। किनभने यो विवाह चाहिँ परमेश्वरले चाहनु भएको विवाह हो। थ्याङ्क यू, धन्यवाद आदरणीय पास्टर बर्नबास, तपाईको मण्डलीको छोरीलाई धार्मिकतामा हुर्काउनु भयो अनि यो छोरीले आज तपाईको नाकलाई ठूलो बनाइदिएको छ। अमेरिकामा यस्तो विवाह हुन भनेको पास्टर बाबुको नाक ठूलो हुनु हो, आमा बाबुको पनि नाक ठूलो हुनु हो। आमेन। ल, विवाह करार हो, विवाह कन्ट्र्याक्ट होइन। Marriage is a covenant. Marriage is not a contract. कन्ट्र्याक्टलाई नेपालीमा अनुबन्ध भनिन्छ। कन्ट्र्याक्ट चाहिँ भनेको कस्तो हुन्छ भने, अनुबन्ध भनेको शब्द चाहिँ कस्तो हुन्छ भने केही प्रतिज्ञाहरू, केही कसमहरू खाएर दुईजना पार्टीहरू नैतिक आधारमा उनीहरू एकअर्कालाई नैतिकतामा जोडेर राख्ने एउटा आधार बनाउँछ। यदि त्यो आधार चाहिँ भत्क्यो भने जसलाई चोट पुगेको छ उसले रेमेडीलाई क्लेम गर्न सक्छ, उसले त्यो क्षतिपूर्ति
माग्न सक्छ। तर करार चाहिँ यस्तो हुँदैन। करार चाहिँ बाइबलीय करार कस्तो हुन्थ्यो भने जब दुईजना व्यक्तिहरू आउँथे, दुईजना व्यक्ति आइकन जब उनीहरू एउटा सम्बन्धभित्र आउँदै गर्दाखेरि, विशेष गरी पुरानो करारमा हामीले हेर्यौं भने उनीहरूले एउटा थुमालाई काट्थे अनि थुमालाई काटिकन थुमालाई दुई भाग, भेडाको पाठोलाई काटिकन उनीहरूले दुई भाग बनाउँथे अनि त्यो भेडाको पाठालाई दुई भाग बनाइकन उनीहरूले त्यहाँबाट चाहिँ जुन उनीहरूको प्रतिज्ञा गरिकन त्यो रगत लगाइकन उनीहरूले जुन प्रतिज्ञा गर्थे त्यो चाहिँ सधैँको लागि हुन्थ्यो। कन्ट्र्याक्ट तोडिन्छ, करार तोडिँदैन। हेर्नुहोस् है, आज धेरै विवाहहरू तितोपनामा परिवर्तन भएर गएको छ। किनभने नि दुईटा पार्टीले जब विवाह गर्छ, दुईटा झुण्डले विवाह गर्दा, पुरुष अनि स्त्रीले विवाह गर्दाखेरि विवाहमा के हेर्दै गरेको हुन्छ भने म यो विवाहभित्र के पाउँछु। अनि जब त्यो कुरा उसले खोजेको कुरा पाउँदैन, आज यो सन्दर्भमा भन्दै गर्नु पर्दाखेरि धेरैजना हाम्रो छोराहरूले नेपालबाट छोरीहरू ल्याएर बिहा गर्छन्। धेरैजना छोरीहरूले नेपालबाट छोरीहरू ल्याएर, भारतबाट छोराहरू ल्याएर विवाह गरिराखेको हामी सबैजनालाई थाहा छ। तर प्राय यस्तो बिहाहरूमा, धेरै बिहामा चाहिँ हामी के देख्छौँ भने नि त्यो बिहाभित्र मलाई फाइदा के छ अनि धेरैवटा फाइदा जब देख्छ, फाइदा पूरा हुन्छ, त्यो विवाह टुटेको हामी देखेका छौँ। नेपालबाट आएका विवाह बेहुली आउँछ वा त बेहुला आउँछ, बिहा यहाँ आइसकेपछि उनीहरूको ग्रीन कार्ड भइसकेपछि लोग्ने र स्वास्नी छुट्टा नाम भएको हामीले देखेका छौँ, सुनेका छौँ। तपाईँहरूको बिचमा भएको घटनाहरू हो। तर करार चाहिँ नि कन्ट्र्याक्ट होइन। करार चाहिँ नि तपाईँको सम्बन्ध त्यहाँभित्र पस्दै गर्दाखेरि एउटा गम्भीर घटना घट्छ। तब जब तपाईँले करार गर्नुहुन्छ तब करारको बीचमा चाहिँ परमप्रभु परमेश्वर आफै आउनुहुन्छ। आमेन, आमेन। अनि परमेश्वर दुईजनाको बीचमा खडा हुनुहुन्छ। त्यसले गर्दा कन्ट्र्याक्ट टुट्नु सक्छ, करार कहिले पनि टुट्दैन, किनभने करारको बीचमा चाहिँ परमेश्वर हुनुहुन्छ। बाइबलमा हामीले हेर्यौं भने करारको एउटा सुन्दर नक्सा छ, करार कसरी टुट्दैन भन्ने सुन्दर नक्सा छ। प्रस्थान 32 अध्यायमा तपाईँले हेर्नुभयो भने त्यहाँ इजरायल र परमेश्वरले करार गर्नु भएको छ। इजरायल र परमेश्वरको करारलाई तपाईँले हेर्नुभयो भने एउटा लोग्ने र स्वास्नीको जस्तो करार तपाईँले भेटाउन सक्नुहुन्छ। आज हामी त्यहाँ जाँदैनौँ। अस्ति मङ्गनीमा हामीलाई पास्टर प्रवीणले अलिकति कुरा भनिसक्नु भएको छ। इजरायल अनि परमेश्वरको करार चाहिँ लोग्ने र स्वास्नीको जस्तो करार भएको छ। तर यहाँ 32 मा आउँदै गर्दाखेरि, प्रस्थान 32 मा इजरायलीहरूले चाहिँ सुनको बाछालाई पूजा गर्न थाले अनि सुनको बाछालाई पूजा गर्दै गर्दाखेरि चाहिँ परमेश्वर रिसाउनु भयो। परमेश्वरले रिसाइकन परमेश्वरले मन दुखाउनु भयो अनि परमेश्वरले इजरायललाई के भन्नु भने, मोसालाई के भन्नु भने, मोसा अब म यो सारा जातिलाई खत्तम पार्दिन्छु अनि तँबाट एउटा अर्को पुस्ता बनाउँछु, म तयार गर्छु। तर यो ढिट, यो अटेरी, यो कडा गर्दन भएको जातिलाई चाहिँ म खत्तम पार्छु। हेर्नुहोस् है करार कस्तो हुन्छ। तब मोसाले परमेश्वरलाई सम्झना दिलायो। मोसाले परमेश्वरलाई सम्झना के दिलाएको छ भने, तपाईँले अब्राहमसँग गर्नुभएको करारलाई याद गर्नुहोस्, तपाईँले इसाकसँग अनि याकुबसँग गर्नुभएको करारलाई याद गर्नुहोस्। अनि मोसाले फर्केर परमप्रभुका फर्केर यसो भने, प्रस्थान 32 को 31 अनि 32 मा पढ्दैछु। अनि मोसाले परमप्रभुका फर्की गएर यसो भने, हाय यी मान्छेले ठूलो पाप गरेका छन्। तिनीहरूले आफ्नो निम्ति सुनका देवताहरू बनाएका छन्। तापनि तपाईँले तिनको पाप क्षमा गर्नुहुन्छ होला। हुन्न भने त तपाईँले लेख्नु भएको पुस्तकबाट मेरो नाउँ निशानै मेटिदिनुहोस्। करार यति साह्रो शक्तिशाली हुन्छ, जब करार टुट्छ नि कोही पनि अगाडि जान सक्दैन। दुईजनाको जीवनमा, सुभाष अनि सावित्रको जीवनमा हामी के देख्छौँ भने नि, अमेरिकामा आएर
जब लोग्ने र स्वास्नी दुईजनाले नै कमाउन थाल्छ नि, पैसा कमाउन थाल्छ, एउटा विचार के आउँछ भने आई क्यान सर्भाइभ, म बिना जिउन सक्छु किनभने म पनि कमाइराखेको छु। अनि पुरुषले पनि सोच्छ म पनि जिउन सक्छु, अनि स्त्रीले सोच्छ म पनि जिउन सक्छु। तर करार चाहिँ यति शक्तिशाली हुन्छ, जुन दिन करार टुक्रिन्छ नि दुईजनामा कोही पनि अगाडि जान सक्दैन। मोसाले यहाँ के देखाउँदैछ भने नि, परमेश्वर तपाईँले यो करारलाई तोड्न चाहनुहुन्छ भने तपाईँको पुस्तकबाट मेरो नामै मेटिदिनुहोस्, किनभने विदाउट यु परमेश्वर बिना करार सिद्धै हुँदैन। त्यसले गर्दा तिमीहरूको बिहामा बीचमा परमेश्वर हुनुहुन्छ अनि यहाँ चाहिँ करार बनिएको छ। आमेन आमेन। परमेश्वरलाई ठुलो चोट लाग्यो, गल्ती गरे इजरायलीले, परमेश्वरलाई चोट लाग्यो। हेर्नुहोस् है, अनि परमेश्वरले मन दुखाइको गाई इजरायललाई के भन्दै हुनुहुन्छ भने प्रस्थान 33 को 1 देखि 3, प्रस्थान 33 को 1 देखि 3 म तपाईँलाई पढी मात्रै सुनाइदिँदैछु करार कस्तो हुन्छ। तब परमप्रभुले मोसालाई भन्नुभयो, मिस्रबाट ल्याएका यी मानिसहरूसँग त्यस देशमा जा जसको विषयमा तेरो सन्तानलाई दिनेछु भनेर मैले अब्राहम, इजाक र याकुबसित शपथ खाएको थिएँ, करार बाँधेको थिएँ। म तिनीहरूका अघि अघि एउटा दूत पठाउँछु। अब परमेश्वरले के भन्दै हुनुहुन्छ भने नि, म चाहिँ जान्न तर मेरो दूत चाहिँ म पठाइदिन्छु र कनानी, एमोरी, हित्ती, परिजी, हिब्बी र यबुसीहरूलाई म धपाइदिनेछु तिमीहरूको अगाडिबाट। दूध र मह बग्ने त्यो देशमा मैले तिमीहरूलाई दिन्छु भनेको छु, त्यो देशमा तिमीहरू जानु सक्छौ। जाऊ तिमीहरू, तर तिमीहरू हट्टी मानिस हौ, यसकारण म तिमीहरूको बीचमा हिँड्ने छैन। परमेश्वरले भन्नु, म चाहिँ जान्न। हेर्नुहोस् है, परमेश्वर करारदेखि ब्याक निस्किँदै हुनुहुन्छ। करार यति शक्तिशाली हुन्छ, परमेश्वर करारदेखि ब्याक निस्किँदै हुनुहुन्छ, करारदेखि ब्याक निस्किँदै हुनुहुन्छ। तर मोसाले फेरि परमेश्वरलाई करारमा फर्काएर ल्याउँछ। मोसाले परमेश्वरले के भन्दैछ भने, तब मोसाले उहाँलाई भने, यदि तपाईँको उपस्थिति हामीसँग गएन भने हामीलाई यहाँबाट उता नलाग्नुहोस्। इट्स सच अ ब्युटिफुल थिङ। यति साह्रो शक्तिशाली छ। हिजो आज विवाह सफल भएन के हुन्छ यार? घर कसको नाममा? गाडी कसको नाममा? हजुर, पैसा कसको नाममा? ब्याङ्कको पैसा कसको नाममा? त्यहाँनिर हारा लुच हुने सिलसिला आउँछ। कोर्टमा गइकन उकिलकोमा धाइकन एडभोकेट लगाइकन लयर लगाएर मैले यति पाउनुपर्छ, नानीहरू स्याहार्नुको लागि मैले यति पाउनुपर्छ, त्यसले जेसुकै जियोस्। तर यति साह्रो शक्तिशाली छ। मोसाले, परमेश्वरले मोसाले के भन्छ, मैले तँलाई दिन्छु भनेको सबै कुरा लैजा, म तिमीहरूलाई देशमा लान्छु भनेको छु, प्रतिज्ञाको देश तिमीहरूको भयो। तर मूसाले फेरि परमेश्वरलाई फर्काएर ल्याएर के भन्दैछ भने, यदि तपाईँ हामीसँग जानु भएन भने प्रतिज्ञाको देश हाम्रो लागि मिनिङलेस। लोग्ने र स्वास्नी सँगै प्रतिज्ञाको देशमा पस्नु सकेन भने नि जीवनको केही पनि अर्थ रहँदैन, जीवनको केही पनि अर्थ रहँदैन। मैले वचन सक्नु आँटेँ। आज म तपाईँलाई यो कुरा भन्न चाहन्छु, प्रतिज्ञामा उभिनुहोस्। एक दिन लोग्ने र स्वास्नीको झगडा भएछ अनि स्वास्नीले लोग्नेलाई भनेछ, यो घरबाट निस्केर जाऊ। हुन्छ नि झगडा पर्दा है, यो घरबाट निस्केर जाऊ, तिम्रो जे जे छ, जस्तो छ, तिम्रो लुगा फाटा तिमीले जे जे राखेको छौ सबै स्वर सारबाट के छ तिम्रो लिएर जाऊ। तर म चाहिँ तिमीसँग बस्नु सक्दिनँ, लिएर जाऊ। अनि लोग्नेले पनि भनेछ साँच्ची, अनि स्वास्नीले भनेछ साँच्ची लिएर जाऊ, सबै लिएर जाऊ, तिम्रो जे जे छ यहाँ। लोग्नेले भनेछ मेरो जे जे छ साँच्ची लैजाऊ। स्वास्नीले भनेछ लैजाऊ। अनि स्वास्नीले भने साँच्ची लैजाऊ, स्वास्नीले लैजाऊ। अनि लोग्ने हतार आएछ। अनि लोग्नेले के गरेछ, स्वास्नीलाई च्याप्प
टप्पै समातेछ, बोकेछ अनि घरबाट बाहिर लिएर गएछ। लोग्नेले भनेछ, यो घरमा मेरो केही छ भने तिमी मात्रै हो। मान्छेले बनाएको घर, काठ पात ढुङ्गा मुढालाई बनिएको घर कुनै दिन भत्किनु सक्ला र लोन लिएर किनेको घर अमेरिकामा कुनै दिन लोन तिर्नु नसक्दाखेरि त्यो कम्पनीले त्यो घर खोसेर लैजाला। तपाईहरु एपार्टमेन्टमा बस्नु भएको थियो पहिला भने कुनै दिन फेरि फर्केर एपार्टमेन्टमा जानुपर्ने दिन आउला। त्यो घर भत्केर जाँदै गर्दाखेरि त्यो घरभित्र सुभाषले भेटाउनु सक्ने सबैभन्दा बहुमूल्य कुरा सावित्रालाई भेटाउनु सक्यो भने, अनि सावित्राले पनि त्यो घरभित्र भेटाउनु सक्ने सबैभन्दा बहुमूल्य कुरा गाडीको चाबी होइन, ब्याङ्कको चेक होइन, तर सुभाषलाई मात्रै भेटाउनु सक्यो भने तिमीहरूको बिहा चाहिँ करारभित्र बसेको बिहा हुन्छ। करारभित्र बसेको बिहा हुन्छ अनि यो बिहा चाहिँ शक्तिशाली हुन्छ। एक दिन दुईजना झगडा हुँदै गर्दा तिम्रो के छ लैजाऊ भन्दै गर्दा सुभाषले सावित्रालाई अङ्गालो मार्न सकेको अनि सावित्राले सुभाषलाई अङ्गालो मार्न सकेको भनिसकेको दिस इज अल आई ह्याभ। परमेश्वरले मलाई दिनुभएको हजुर कोर्ट केस होइन, कोर्ट केस होइन। जुन दिन तपाईहरु हामी कोर्टमा जाने विचार गर्छौं नि, म्यारेज फल्स अपार्ट, सबै करार नै भत्किन्छ। सायद तपाईले गाडी पाउनुहुन्छ र एलुमनाई पनि पाउनुहुन्छ भने यति सरकारले उकिलले के अरे जजले तोकी पनि दिन्छ होला, तर त्यहाँ बिहाको सुन्दरता कहीँ पनि देखिँदैन। त्यसले गर्दाखेरि परमेश्वरले करार बाँध्दै हुन्छ, कन्ट्र्याक्ट होइन। परमेश्वरले तपाईलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह।